मनी अब यो मकै छिल्दैछु खानको लागि म पनि तिमी पनि के गर्ने मकै छिलेर खाना केनी कपाल के को कपाल मकैको कपाल कस्तो राम्रो हो अनि मकै मेरो चाहिँ अघि त्यो तरुल हेरे हात च्वाट्टै काटिदियो के तरुल सिमल तरुल अनि यो चाहिँ बजारबाट ल्याएको सिमल तरुल मकै अनि चाहिँ हामीहरूको यहाँ चाहिँ धुवा भइरह यहाँ चाहिँ हाम्रो आकाश तारे आएको छ अनि अनि पानी पर्ने दिन नि यस्तो ए गाइस यस्तो पानीमा मकै खानु अनि तरुल खानु अनि यस्तो मजाको मौसममा मकै र तरुल पायो भने अरू के चाहियो नि ऋतु तरुललाई मकै यो खायो भने त के चाहियो हामीलाई भात पनि चाहिएन चाहिएन भात पनि चाहिएन चाहिएन फेरि भन त के पाक्दैछ अरे आज चाहिँ हाम्रो घरमा फिस पनि पाक्दै हो यो के भन्छ मकै पनि पाक्दै हो तरुल पनि पाक्दै हो अनि चाहिँ आज चाहिँ अनि गाईको खाना पनि पाक्दै हो गाईको हामीले चाहिँ गाईको खाना खाँदैनौँ तर हामी छौँ हो र ऊ हेर्नु साथीहरू माछा पल्टेको छ अरे आज आज त हाम्रो दसैँ पल्टेको छ है तिहार पल्टेन तिहार चाहिँ पल्टेन तिहार चाहिँ भोलि पल्टिन्छ दसैँ किन पल्टेको छ दसैँ चाहिँ किन भन्दाखेरि मकै पनि छ तरुल पनि छ गाईको दाना पनि छ गाईको दाना त गाईले नि खान्छ ऊ हेर्नु गाईले तरुल खानु पत्ती गरेर सिमल तरुल मकै माछा फ्राई चिया अर्को सब्जीहरूले खिच्यो त्यसलाई मैले पनि फेरि हामी त खाना चियाहरू खानु र गाईको दानामा गलम आधी त हाल्नु पर्यो नहालेको मैले त पाकेन